हेलो गाइज, गुड मर्निङ, सेवा र नमस्ते सबैजनालाई। आज पनि फेरि म नयाँ ब्लगसँग आएको छु। सो मेरो लास्टसम्म हेरिदिनु होला, क्योंकि म आज मेरो माइत घर जानु लागेको दिवाली मनाउनलाई। सो कति एक्साइटमेन्ट हुन्छ यो मेरो जर्नीमा, तपाईँहरू सबैजना हेरिदिनु होला। अब म फेस दिलाउँछु, रेडी भएर अनि जान्छु। अनि रेडी भएर कस्तो देख्छ कमेन्टमा भनिदिनु होला। तो गाइस अभी हम ब्रश मार के मुंह धुला के फ्रेश होके रेडी हो जाएगा। सो गाइस अब मैंने मुंह धुला लिया है और अब फ्रेश हो गया और अब मैं रेडी होके जाएगा। और ये देखो, ये हमें लेने के लिए आया है। गाइस अब हम रेडी हो गया है और सो मोहन अब हम लोग जा रहे हैं। हाँ, मैं नेपाली हूँ, सो नेपाली भी बोलूँगी, नागामिज भी, और सब कुछ कंबाइन है मेरे साथ। तो सो अब हम जान्दै हाम्रो रास्ता देखिन् गाइस। सो भन्नुहोस् कस्तो देख्दैछ मलाई आज कमेन्टमा, कस्तो लाइक मर्निङ अहिले कति बज्दैछ अहिले? सो 5-6 भइरहेछ अहिले नि, हाम्रो अहिले घर जाँदैछ नि। सो कस्तो देख्दैछ कमेन्टमा भनिदिनु होला गाइस। मॉर्निंग का नज़ारा देखो, और वहाँ है हमारा स्कूटीमा ले जाने मान्छेहरू छ त्यहाँ। सो हम घर साइड यस्तो छ गाइस। गाइस हामी त चेकिङ छोरा डराएर बिहान भएको हामी त। हेलो भनिदो। हेलो। कस्तो ठन्डा छ नि? ठंडा छ। अभी हम इसको लेने हुआ दुकान में पहुंचाओ। बाल का हालत भी नहीं, चूल का हालत नहीं खाना पड़ेगा गाइस, हवा चलता ना। हाँ ये कर लो पहले। तो गाइस फाइनली म मेरो बस्तीको छेउमा पुगिगयो। अब तपाईहरुलाई मेरो घर पनि देखाइदिन्छु। मेरो घरको साइडमा आइपुग्यो, कोलोनीमा। कस्तो लाग्यो मेरो बस्ती तपाईहरुलाई भनिदिनु होला कमेन्टमा। हाम्रो त्यहाँ धान पनि पाकिसकेछ भनौँ न। अनि पुरा धुवाले फोक्यो, केही देखिन। हाम्रो हम पुगिगयो। यहाँ हाम्रो खेती साइड थियो गाइस। रास्ता यस्तो खराब छ कि गाइस, स्कुटी चलाउनु गाह्रो। यो मेरो दिदीको घर हो गाइस। गाइस भर्खरै घरमा पुग्यो हाम्रो। नमस्ते भनिदिनु। हेलो भनिदिनु। हेलो हेलो हेलो। हाम्रो फुपू त सरम्म घर गएर भर्खर उठेर बच्चा अब जानु पर्यो गाइस। सबैजना मर्निङ आइपुग्यो। अनि यो लाइटर यिनीहरूले मेरो लाइटर त खत्तम पारेर बल्ब चलाएर हो। थर्सडे दिनमा जानेको पानी हाम्रो यहाँ हुन्छ नि काफी हैन। मैले त चापटी खाँदा पनि भेटिनँ त। चिनी भी कहाँ छ गाइस? हमको नहीं पता, हमको कुछ नहीं पता।
गाइस ओ ड्राइभर हेलो गर्दा हेलो 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 ओ बुरा हेलो गरिदिनु हेलो 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 गरिदे के हालचाल फुबो चा खावा देखाउनु त चा खा रहा है कस्तो छ कस्तो ठिकै हैन हाम्रो मामाको त हेयर स्टाइल भी खतरा है पानी खा रहा है और राजीव मामा हिप हॉप होके बैठा है यहाँ और ये ब्रो तो जंगल से भाग के आया जैसे दिखता है चिया खोइ निले पुग्न चिया बनाउँदैछु के खालको चिया बनाइस् त नपुग्ने होला अनि तपाईँले हुन्छ भनेको होइन तपाईँले हेरेको होइन वो गाइस देखो त बेसी खायो होला यिनीहरूले गाइस देखो त अपने आप गलती करता है और दूसरों पे ठहराता है ये नाइंसाफी है गाइस अब म त चाह खाँदैछु बल्ल तातो पो छ हौ गाइस ब्रोले पनि चाह खाँदैछ हेलो भन्दैन हेलो भन्दै हेलो हेलो गाइस भन्या जल्दी कोले हेर्छ सबैले हेर्छ त्यहाँ पुरै एरियाले हेर्छ हजुर मेरो नाम निलडोर पो डर हान्छ मेरो नाम गाइस डर खान्छ अरे निलको नाम सुनेर भनिदिनु त कमेन्टमा डर खान्छ खान्न भनेर गाइस म त भात भी खान सुरु गरेछु खसीको मासु अनि आलुको चटनीसँग ब्रेकफास्ट अनि यो खाएपछि अनि फेरि घरको काम गर्नु पर्यो गाइस त्यही हो दाल छ मैले लिन किनन्दरी खसीको मासु भने मलाई दाल चाहिँदैन के गाइस मेरो बुढाले त यहाँ बर्तन पो धुँदैछ गाइस मेरो घरमा आएर बर्तन धुँदैछ ल कस्तो लाग्छ बर्तन धुएर बुढा कस्तो लाग्छ यो मान्छेलाई भन्दिनँ कस्तो लाग्छ तिमीलाई कस्तो लाग्छ मलाई मजा लाग्छ हामी त केटी मान्छे हाम्रो त एक्सपिरियन्स भएको छ नि कस्तो लाग्छ भन न अलि नराम्रो लाग्छ अनि गाइस हाम्रो त छोरा मान्छेले पनि काम गर्छ आइमी मान्छे छोरा मान्छे हेर्छ नि सबैले गर्छ अच्छा निरानी सबैजना आउने नि ब्लगमा होइन सबैले देखाइदे यो देखाइदे यो आल्छी म चाहिँ आल्छी नि यो आल्छी ओ मामा यो गरिदिनु यो गरिदिनु त यो नमस्ते भन्नु त नमस्ते नमस्ते निरा पनि नमस्ते गर्दै विकास खै देमस्ती भनेको ओ फुपा खै सेवारो भन्नु अनि राईदेखि के भन्छ राई कुरादेखि के भन्छ सेवा गाना काट्ने हाम्रो त सेवारो भन्छ अन्त यहाँ म यहाँ आउँदा सत्तर भात फ्राई गरिदिन्छु कोकोलाई खानु मन छ फोनदेखि घुसेर खानु होला भनेको नि बाप फुपा तपाईँ त भात खाँदैन ढुङ्गा खान्छ हौ भात खाँदैन ढुङ्गा खान्छ हौ मुखाला জয় খান কে আনি কিনে এনেকা কাম লাগাই তো ঘরে বটন ধুলাব দিয়ে তো পাকা বলিও ইমান লেট করে टाइम था ना किमान हुई ना से गाइस कोई दा 7 बजे तो 7 बजे तक की एक भी ब्रेकफास्ट बनना शुरू की माने 5 बजे तक खाई तो 7 बजे तक भात ही दिया नहीं 5 बजे खा तो ही था वाला मान ना गाइस कोई कमेंट दे ना को भी तो सब ये तो मुखाला कुक में साबी ना साला भात मेरे हाइट प्रॉब्लम की वजह से हम यहाँ खड़ा होके बैठा है शाबाश बोट सो गाइस फाइनली काम खत्म भयो अनि अब मेरो भिडियो यतिसम्म नै थियो बाँकी भिडियो म भोलि देखाउँछु तो बाँकी भिडियो चाहिँ हुन्छ डेकोरेसन हाम्रो यहाँ दिउँसो खेल्छ नि गाइस त्यस्तै देखाउँछु साइडको लागि म बिदा माग्छु कस्तो भयो भिडियो कमेन्टमा भनिदिनु होला बाई बाई